सो हेलो एभ्रिवान, नमस्ते सबैजनामा एन्ड वेलकम ब्याक टु माई मिनी ब्लग है त। अहिले चाहिँ बिहानको 8 बजिसकेको छ। त्यही पनि यस्तो जाडो छ। रुक्नु है म हजुरहरूलाई हाम्रो गाउँको सिनेरी देखाउँछु। हेर्न सक्नुहुन्छ अहिले चाहिँ बिहानको 8:15 भएको छ। त्यही पनि यस्तो हुसु र शीतलहर चाहिँ यस्तो परेको छ है। त्यही भएर चाहिँ सबजना आफ्नो केयर गर्नु होला। यस्तो जाडोमा बिरामी पनि धेरै भइन्छ। म पनि बिरामी नै भएर बसेको हो। अनि त्यसपछि एउटा कुरा है साथीहरू, कतिजनाले चाहिँ मेरो टिकटक आइडी हेर्नु कि भएको छैन मलाई थाहा छैन है। सबैजनाले गएर हेरिदिनु होला। भुन्टी कान्छी सिरियलहरू चाहिँ कसलाई मनपर्छ पक्कै पनि उहाँहरूलाई चाहिँ मेरो भिडियो मन पर्न सक्छ है। मैले चाहिँ कान्छी भुन्टी सिरियलको आशा दिदीको दुईवटा रोल, एउटा सुकुमाया भुन्टीको चाहिँ मैले एक्टिङहरू गर्छु। सुकुमायाको चाहिँ मैले भोइसहरू निकालेको छु। कहिलेकाहीँ चाहिँ भुन्टीकोमा चाहिँ एक्टिङ मात्र गरेको छु। सो स्मारिका पाठक अथवा स्मारिका 012 भनेर सर्च गर्नुभयो भने चाहिँ मेरो टिकटक आइडी देख्न सक्नुहुन्छ। सबैजनाले फलो गरेर लाइक कमेन्ट गरेर साथ सपोर्ट गर्नुहोला र यो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्न नभुल्नु होला। ओके बाई, थ्याङ्क यू सो मच।